study in. नमस्ते, म विनय अधिकारी एसएलके स्टडी इन अहिले हाम्रो कम्पनीको नाम र हामीले धेरै भाइ बहिनीहरूलाई सेप्टेम्बर इन्टेकमा हामीले चाहिँ इनरोलमेन्ट गरायौँ सक्सेसफुल्ली मोर देन हामीले चाहिँ नेपालबाट 128वटा युनिभर्सिटीमा एप्लिकेसन गरेर हामीले चाहिँ सबै युनिभर्सिटीमा विद्यार्थीहरू जानुभयो सेप्टेम्बरमा र अनि जति पनि D4 हुने स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरू चाहिँ जनवरी इन्टेकको लागि जनवरी फेब्रुअरी इन्टेकको लागि भएको छ र अब लास्ट क्लोजिङ डेडलाइन गाइज हरी अप थ्रु द एप्लिकेसन नाउ स्टिल वी हैव 40 प्लस युनिभर्सिटी लेफ्ट डेडलाइन सकिनलाई 40 भन्दा बढी युनिभर्सिटी हामीसँग डाइरेक्ट पार्टनरसिपमा छ अहिले पनि जनवरी फेब्रुअरी मार्च इन्टेकलाई तपाईँहरू मिस नगर्नु होला र अहिले जानु अहिले तपाईँले एप्लिकेसन गर्नुभयो भने गुड टाइम यो होलिडे पनि स्टार्ट हुन्छ डिसेम्बर एन्ड जनवरीमा र हामी छिटै तपाईँहरूको प्रोसेस सकाएर यो जति पनि युनिभर्सिटीको डेडलाइन हुनुभन्दा अगाडि तपाईँहरूको एप्लिकेसन फिनिस गर्न चाहन्छु यो लास्ट फाइनल कल हो तपाईँहरू चाहिँ यसको लागि चाहिँ तुरुन्त हाम्रो अफिसमा आएर पुतली सडक हेड अफिस छ हाम्रो अफिस एग्रिकल्चर ब्याङ्कको सेकेन्ड फ्लोरमा हाम्रो अफिस छ यहाँ आएर एप्लाई गरिदिनलाई पनि म अनुरोध गर्न चाहन्छु भन्दै तपाईँहरू जति सक्यो छिटो एप्लिकेसन गरेर आफ्नो सिट सुरक्षित गर्नुहोला र बाँकी केही तपाईँको डकुमेन्टेसन फाइनेन्सियल पार्ट पनि रेडी गर्नु अलिकति टाइम लाग्ने हुँदा तपाईँहरूको लागि एकोमोडेसन पनि हामीबाट डाइरेक्ट बुकिङ हुन्छ हामीले सिस्टमबाट डोन्ट वरी अबाउट द एकोमोडेसन तपाईँले डाइरेक्टली हाम्रो पोर्टलबाट एप्लाई गर्नुभयो भने एकोमोडेसन पनि पाउनुहुन्छ अथवा तपाईँको फ्यामिली फ्रेन्ड्सहरू सर्कलहरू चिनजानेको छ भने उहाँहरूलाई पनि कन्ट्याक्ट गरेर तपाईँहरूको बस्नको लागि अलिकति युकेमा भन्ने बित्तिकै रुम पाइँदैन त्यो कारणले गर्दा अलिकति टाइममै काम गर्नु पर्ने हुन्छ हामी सबैजनाले भन्न चाहन्छु हस् त ह्याप्पी न्यू इयर एन्ड ह्याप्पी क्रिसमस थ्याङ्क यू